वेलकम टु माई ब्लग होइन। आज चाहिँ हामी 6जना भएर नेपालमा आएको छौँ होइन। ट्रेकिङको लागि हामी चाहिँ कुम्री डाँडा जाँदैछौँ कुखुराको। यहाँ चाहिँ दाइनुहुन्छ शीतलबाट पनि आएको छ भेट्दै। अरू हामी दाइभाइ चाहिँ पछाडि उता भेट्दै गर्छौँ। ल है गाइज, हामी चाहिँ गोर्खाङको हाइवेबाट अगाडि लागिसकेछौँ होइन। दुईजना जान्छन् होइन, दुईजना यता होइन। ल है गाइज, हामी चाहिँ 6जना एकै ठाउँमा भेट भएको छ हेन्जामा होइन। अब यहाँबाट हामी चाहिँ माथिसम्म कहाँ कुन ठाउँमा अरे हामी लगेर रोक्नु सरीपाखा हामी चाहिँ सरीपाखामा लगेर हाम्रो साधनहरू राख्छौँ होइन। अनि त्यहाँबाट चाहिँ हाम्रो ट्रेकिङ सुरु हुन्छ गाइज। अहिलेलाई चाहिँ हामी अब हेम्जाबाट निस्कँदैछौँ, हल्का उज्यालो पनि भएको छ है। अब चाहिँ ल के कस्तो भएको छ बुलेट, विनोद, हरि, ल गाइज। ल गाइज, यहाँ चाहिँ हामीले पिनट्सहरू पानीहरूदेखि लिएर सबै किनेर रेडी भएको छ। ल है गाइज, हामी चाहिँ अब खत्रङ खुत्रङ होइन बिस्कुट सिस्कुट सबै किनेर हेम्जाबाट हाम्रो यात्रा सुरु भएको छ होइन। अब अहिलेसम्म एकदम ठिकै भएको छ किनकि हिँड्नु परेको छैन नि त। गाइज, यहाँ चाहिँ अब यहाँसम्म मात्रै रहेछ होइन। यो ठाउँलाई के भन्छ, घाचोकको माथिसम्म आएर यहाँ चाहिँ हामीले राखेको छ स्कुटरहरू। अब यहाँबाट चाहिँ एकदम यात्रा सुरु हुन्छ। ल थ्याङ्क यू। ल गाइज, अब यहाँबाट चाहिँ अब हाम्रो यात्रा सुरु भयो होइन। अब हिँड्ने हो, कतिवटा पहाड चढ्नु पर्ने हुन्छ ट्रेकिङको लागि। अब जवान सिपाहीहरू होइन सबै रेडी छन्, हिँड्न सुरु भयो हाम्रो यात्रा। बाटो देखाउने आयो है। उयो बाँस बाँच्छ है के हो, हिँड्न नपाउँदै थकै लाउँछ त, पुगिन्छ त। हेलो गाइज, कुकुर पनि यहाँसम्म साथ दिएको छ। हामी कहाँ यो सरीपाखा गाउँमा हार्दिक स्वागत गर्दछौँ भनेर लेखेको बोर्डमा आइयो। वाउ, यहाँनिर चाहिँ हामीलाई कुकुरले पनि साथ दिएको छ नि। ल हामी जाने यहाँ यो डाँडोसम्म होइन नि, त्यहाँसम्म जानुपर्ने भनेपछि यो पुरै डाँडो तेर्पा हिँड्दै होइन। तर अहिले थाके जस्तो अवस्था त छैन नि केटाहरूको। एकदम पुरै क्लियर। फाइनल्ली गाइज, हामी चाहिँ हिलेपाखा भन्ने ठाउँमा आइयो। ल ल ल ठिकै छ, हिँड्नेकै छ, सकिन्छ हो। त्यो मलाई चाहिँ होप छ क्या डेस्टिनेसनसम्म चाहिँ हामी पुगिन्छ भन्ने। रमाइलो भएको छ, केटाहरू चाहिँ त्यहाँ छन्। गाइस हाम्रो यात्रा चाहिँ एकदम रमाइलो छ हैन, एकदम उकालो सकेर
अहिले चाहिँ यो अब सम्मु बाटो लाग्यो अब यहाँबाट सिधै सम्मै छ भन्छन् बाटो होइन लेट्स सी मजा आइरहेको छ पसिना पनि आएको छ हल्का मौसम राम्रै छ तर पानी आउला जस्तो भएको छ कि ओके बवाल छ ल हामी चाहिँ यस्तो रमाइलो ठाउँमा आउँदैछौँ हो गाइज होइन के छ दाजु ठिक छ साह्रै ढौ भयो नहिँडेको धेरै समयपछि ट्रेकिङ गर्दा त भोडी घट्छ फाइनल्ली हामी चाहिँ अहिले टुबु डाँडामा हार्दिक स्वागत गर्दछौँ ल अरू केही भन्न छ हामी 6 जनाको ग्रुप है अहिले हामी टुबु डाँडामा आइपुग्यौँ यस यहाँ चियापान कार्यक्रम छ यो चियापान सुरु गरेपछि अनि त्यसपछि फेरि यहाँ कार्यक्रम हुन्छ खानाको लागि हामी हिले जाँदैछौँ त्यसपछि हाम्रो निरन्तर यात्रा अगाडि बढ्नेछ धन्यवाद टुबु डाँडामा हामी प्रवेश गरिसकिएछ एकदमै यात्रा रमाइलो भएको छ गाइजहरू आइयो होइन अझै रमाइलो हुनुला अब चाहिँ हाम्रो टी टाइम ल ल पानी चाहिँ ठुलो परिरहेको छ टुबु डाँडामा हाम्रो यात्रा टुबु डाँडामा आएर विश्राम गर्नेमा छौँ अनि भीषण वर्षा भइरहेको छ यहाँ अब हाम्रो यात्रा यहाँभन्दा माथि बढ्छ कि बढ्दैन गाह्रो चाहिँ भीषण ठुलो वर्षा भइरहेको छ यहाँ टुबु डाँडामा हामी टुबु डाँडामा यहाँ हाम्रो दाइले हाम्रो टाउको बनाएको के छ दाइ ठिक छ नि कस्तो लागिरहेको छ जाडो भइरहेछ आज पानी परेर चिसो मौसममा अब हाम्रो दाइको चिसो यहाँ मजाको छ है आज हामीलाई खाजा बनाएर खुवाउने यसो गर्नुभएको छ भाइले दाइको नाम मेरो नाम आशिक मगर यहाँ सधैँ कति महिना बस्नुहुन्छ दाइ यहाँ हजुर यहाँ कति समय बस्नुहुन्छ म बिहानमा आउने बेलुका झर्ने कहाँ बस्नुहुन्छ तल घाट हो तल झर्नुहुन्छ बिहान हिँडेर आउनु हजुर कति घन्टामा आइपुग्नुहुन्छ नि दाइ एक घन्टामा चेक पोइन्ट भएर एक भन्नु छ दाइ हाम्रो लागि म के नभन सब ठिक छ हाम्रो दाइ बडो मजाको हुनुहुँदो रहेछ अन्त नास्ता बनाएर खुवाउनु भएको चिया बनाएर खुवाउनु गएको मिठो अहिले भीषण वर्षा भइरहेछ हाम्रो केटाहरू यहाँ टाइम बस्न लागिरहेछ गाइस हाम्रो नास्ता खाने बेला भए ल गाइस हामी चाहिँ चियापानी नास्ता पनि गरियो होइन अब त्यसलाई नास्ता त भन्ने त होला नि अरे नास्ता खाएर अहिलेको यात्रा भनेको हाम्रो यो के अरे अरे यो ठाउँलाई अब खानाको लागि हिले भन्ने ठाउँमा हामी पुग्दैछौँ होइन त्यसको लागि चाहिँ यहाँबाट कसेर हिँड्नेलाई 1 घन्टा पानी आयो होइन त्यही पनि हाम्रो यात्रा क्रमलाई हामीले बिचैमा रोक्न सकिएन किनकि यति गरेर हामी आएका छौँ र हाम्रा हरिदाई पनि यहाँ अघि छन् हिँडिरहेका छन् मान्छे दुःखले हिँड्छन् हामी सुखले हिँड्ने छ कि के भन्ने होइन अरू हाम्रा फुलप्रसाद दाई पहिला पछि परेको थिए अहिले अघि लाएर हिँडाहान् रमाइलो छ ल गाइस हामी भेट्दै गर्छौँ बाटोमा धन्यवाद
हेलो गाइस अनि अर्जुन के छ कति हो बस तिमीलाई मलाई ठिक छ अरे यस हामी सबैलाई ठिक छ फुले दाइ ठिक छौ अलि छिटो हिँड है ल गाइस हामी चाहिँ अलि माथि आयो त्यो अघि खाजा चिया खायो भन्दा होइन जस यात्रा रमाइलै छ बाटो पनि एकदम खतरा छ केटाहरू हिँडिरहेछन् पहै प दुकानहरू हाउ नका पर्ला फुले दाइ आइच्याउ नि होइन हेरको जुका त्यही बस्यो भने साढे साढे बोतलको खाउलो होइन सत्तरी कहाँ जुको सिक्नु अन्त त्यो मैला गोबरको नाका हजुर ल हिँड त हामी चाहिँ अहिले केमा आइयो अहिले हिँड्नु न अगाडि हिँड्नु न हिलेमा जाने ठाउँ हो यो त ओ टु हिले ट्रेकर होममा आइसकेछ रमाइलो छ ओके फाइनल्ली गाइड कुरो पनि लागेको छ हामी चाहिँ अब चिल्चिल्ने भन्दै चिल्चिल्नेमा आइयो खाना खाना यस्तो खुङखार जङ्गलमा हिँडेर आएको एकदमै रमाइलो पनि भयो हामी चाहिँ एकदमै हिँड्न सकिएन कि दुईजना चाहिँ भुँडेले पनि होला होइन ओहो घोडा रहेछ ल होटल हेडक्वार्टर होइन होला वेलकम टु चिल्चिल्ने होम सबैलाई छ बोल्नु होला नि लास्टै ए ल खाना खानाको लागि तयारी गर्दैछन् केटाहरूले फाइनल्ली गाइज हामी चाहिँ यहाँ खाना खाएर यसो हल्का रेस्ट गरिरहेको छौँ अब चाहिँ फेरि हाम्रो यात्रा सुरु हुन्छ घना जङ्गलको यात्रा भइरहेको छ हेरौँ कतिसम्म हुन्छ लेट सी होइन कुकुरले अझै पनि साथ दिएकै छ हामीलाई सबैलाई आयो रे घना जङ्गलको बाटो हिँड्दैछौँ गाइजहरू एकदम ठिकठाक छ हामी अहिले देउरालीमा छौँ देउराली आइयो देउराली अझै घन्टा पछाडि हाम्रो गाइजहरू चाहिँ देउराली आएछ हो त हो यहाँबाट जाने ओह्रालो रहेछ र भनेको ल गाइज हामी चाहिँ रेस्ट क्याम्पमा आयो फाइनल्ली गाइज हामी चाहिँ घना जङ्गलमै छौँ गाउँमा घाट छ है घागोट आहा गाइज यहाँ चाहिँ 4 बजेको छ त्यो चाहिँ पोखरा सिटी होइन हामी चाहिँ खुमाई डाँडा त्यहाँ आएर हामी बस्यौँ होइन अनि त्यस पछाडि हामी 2 घन्टाको जस्तो बाटो रहेछ कोर्च्याङ जान
अहिले एकदमै 4 बजे हिँडेको छौँ र यहाँ चाहिँ अहिले अँधेरो भएको हुनाले केही पनि देखेको छैन। उज्यालो भएपछि म फेरि भेट्छु। यहाँनिरबाट चाहिँ एकदमै पोखरा सिटी देखिएको छ, पुरै त देखिएको छैन, त्यही पनि एकदम राम्रो छ होइन। ल गाइस, ल हेलो गाइस, हामी चाहिँ खुमै डाँडाबाट कोर्चाङ हिँड्दैछौँ होइन। अहिले चाहिँ तकरिबन 3600 मिटरको हाइटमा छौँ, 35-3600 मिटरको हाइटमा छौँ। अब चाहिँ यो पुरै भ्यू हो पोखराको होइन। बिहानको लगभग 5 बज्न लाग्यो। हामी 4:45 तिर हामी तल खुमै डाँडाबाट हिँडेको। अब धन्यवाद। फाइनल्ली अब चाहिँ उज्यालो पनि हुन लाग्यो। यहाँ पनि हाम्रो 5 बजेर 5 मिनट गएछ। अब धेरै छैन, हिँड्दैछौँ होइन। तल एकदमै डर लाग्छ क्या। फाइनली गाइज कोर्चाङ आउनको लागि अब यहाँ कति लेखेछ, 25 मिनट बाँकी छ। ल हामी नजिक आएको छ। यो हिमालको नाम के अरे, माछापुच्छ्रेको नजिक आएको छ। कुकुरले शुद्ध अहिलेसम्म हामीलाई साथ दिएको छ। हिजो बिहानदेखि होइन, हिजो बिहान 6 बजेदेखि अहिलेसम्म हाम्रो पछि लाएर 2टा कुकुरहरू आइरहेको थियो। त्यस रमाइलो भइरहेको, जाडो पनि भएको छ। अब 25 मिनट लेखिरहेको छ होइन। ल गाइस, ल देख्न सक्नुहुन्छ अझै माथि के, म त हिँड्नु नै होला भनेको, अझै माथि है। तर हिमाल चाहिँ नजिकैबाट देखिरहेको छ। अबबाट सनराइज हुँदैछ। फाइनल्ली उज्यालो पनि भयो हल्का। अब सनराइज हुँदैछ। माछापुच्छ्रेको यो भ्यू देख्दा ओ माई गड, यति दुःख गरेर आइयो तलबाट होइन। तर एकदमै रमाइलो लाग्यो। यहाँसम्म अझै छ, अझै यत्रो हिँड्नुपर्ने छ। ओ माई गड। हेलो गाइस, अब चाहिँ फाइनल्ली धेरै छैन होइन। एकदमै रमाइलो छ। ओ माई गड। ठिक छ, थकै लाग्यो। हामी बिहान 4 बजे 4:45 होला नि वहाँबाट खुमै डाँडा भयो थियो होइन। पोखरा त देख्नै छोड्यो क्या। त्यो होला पोखरा, यो खुमै डाँडा, त्यहाँबाट हुँदै यहाँसम्म आएको छ। अब धेरै छैन भन्दै अब चाहिँ यति छ। ओ माई गड। ल बाबा। फाइनल्ली we reach our destination guys. वेलकम टु कोर्चाङ भन्ने ठाउँमा आइयो। तपाईहरु देख्न सक्नुहुन्छ गाइजहरु चाहिँ पहिले आएर यहाँ फोटो खिच्दैछन्। वाउ खतरा। फाइनल्ली अब दाइ पनि आउनुलाई तलबाट मान्छे आउँदै हुनुहुन्छ। ओ माई गड, अब सनराइज हुने बेला नि हुन लाग्यो। तपाईहरु देख्न सक्नुहुन्छ यो भ्यू। Finally we are in Korsam guys. Now you can see all crystal.
अहिले हामी कोर्जनको मेन हाइकाममा आइसकेका छौँ गाइस। यहाँ बोल्न धौ धौ भइरहेको छ घाँटी पुगेर। त्यो लास्टै छ रमाइलो भयो होइन रमाइलो भयो जस यहाँसम्म आइन्छ इन्टरनेट आउने हानेका हुन् अरू त रमाइलो भयो। एकजना आएर सामान पनि देखिन पर्यो ल गाइज म समात्छु दाइले पनि देख्नु पर्यो अरे हामी चाहिँ आइयो होइन एकदम रमाइलो छ होइन ओहो गाइज अब चाहिँ माथि घाम चाहिँ झुल्किसकेछ होइन तर यहाँबाट हुन्छ अरे सनराइज अझसम्म भएको छैन ल ओ माय गॉड खतरा खतरा भ्यू छ यार ओ माय गॉड एकदमै चिसो भयो है यहाँनिर चाहिँ ल हेलो नमस्ते सबैजनालाई। हामी अहिले हिमालको काखमा छौँ। माछापुच्छी हिमाल यताबाट रहेको दृश्य अवस्था एकदम रमणीय छ। हाम्रो हरिजीलाई जाडो भएको छ, मलाई नि एकदम जाडो भएको छ। सोच्योभन्दा बढी चिसो छ। यहाँ आएर चाहिँ कपडा तन्न लगाएर आउनु होला। हाइटको हिसाब गर्ने अहिले हाम्रो 37-60 मिटरको हाइटमा छौँ हामी। ओके बाहिर राख्यो भने त मर्छ होला है। यो यस्तै चिसो हो भनेर हेर त केटा यही हेर्नको लागि आएको हामी ओ माई गॉड लिएर गाइज यहाँ चाहिँ अब घाम पनि लाग्यो होइन राम्रोसँग सनराइज देखियो रमाइलो भयो अब चाहिँ यहाँबाट हामी तल खुमै डाँडामा गएर फेरि पनि हाम्रो त्यहाँ ब्रेकफास्ट गर्छौँ त्यहाँ तल वहाँनिर अनि त्यस पछाडि त्यहाँबाट आज हामी फेरि फर्किन्छौँ। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ माछापुच्छ्रेको हामी काखमा छौँ। ल गाइज ल फाइनल्ली गाइज हामी चाहिँ अब सबै भ्यूहरू हेरेर फोटो खिचेर होइन यो ठाउँमा आइसकेर पनि अब फर्किँदैछौँ। सनराइज पनि हामी राम्रोसँग हेरियो होइन। अब चाहिँ हामी भने हाम्रो हिजो बसेको ठाउँ तल के भन्छ त्यो ठाउँलाई खुमे डाँडा खुमे डाँडामा गएर अनि हामी नास्ता गर्छौँ। त्यसपछि त्यहाँबाट हामी त्यहाँबाट अनि तल जान्छौँ। तल हिलेमा पुगेर फेरि खानासाना खाएर अनि हामी पोखरा नै फर्किन्छौँ। ल गाइज यहाँको ठाउँ चाहिँ एकदमै राम्रो लाग्यो मलाई होइन। तपाईँहरू पनि पोखरादेखि एक दिन आएर त्यहाँ खुमे डाँडा बसेर अनि भोलिपल्ट बिहान 4 बजे त्यहाँबाट हिँडेर तपाईँहरू चाहिँ यो कोर्सन भन्ने ठाउँमा आउन सक्नुहुन्छ। यो कोर्सन भन्ने ठाउँबाट चाहिँ यसरी हिमाल चाहिँ अवलोकन गर्न सकिन्छ यहाँदेखि चाहिँ। अब यहाँभन्दा माथि पनि रहेछ तर हामी चाहिँ यहाँभन्दा माथि गएन। मैले चाहिँ तपाईँहरू यहाँसम्म आउनुभएछ भने एकदम इनफ क्या एकदम रमाइलो भ्यू छ होइन। सच नाइस भ्यू क्या होइन। साथीहरू चाहिँ सबै तल गइसक्यो र हुन्छ गाइज अब चाहिँ यस्तै अर्को भिडियो लिएर आउनेछु होइन। सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला त्यही भन्न चाहन्छु। थ्याङ्क यू।